कथा हो मिसोको। अनि मिसो भाइ, मिसो त्यस्ती केटी हो जसले तिमीलाई पहिले अचम्मित बनाउनेछ, त्यसपछि असहज बनाउनेछ अनि अन्त्यमा सायद ऐना देखाइदिनेछ। 35 वर्षकी, न परिवार न खानदान, अनाथ हो। कलेज जान चाहन्थी, पैसा थिएन, छोड्नु पर्यो। न डिग्री पाइन्, न त्यो जिन्दगी जो डिग्री पछि पाइन्छ। जागिर, तलब, इज्जत ती सबै। बस एउटा सानो भाडाको कोठा छ, साँगुरो, चिसो, यस्तो कि भित्ताहरू पनि खुम्चिएका जस्ता लाग्छन्। मानौ त्यो कोठा होइन, एउटा बाकस हो र मिसो कुनै तरिकाले त्यसमा अटाएकी छ। राति उसको बोयफ्रेन्ड आउँछ। हानु, ऊ वेब कमिक्स बनाउन चाहन्छ, कलाकार बन्ने सपना छ। तर भाइ, सपना र यथार्थको बीचमा गहिरो खाडल हुन्छ अनि हानु त्यही खाडलमा झुन्डिरहेको छ। एउटा सानो खेल खेल्छन्, हाँस्छन्। त्यो हाँसो जो गरिबहरूको हुन्छ, जहाँ तिमीलाई थाहा हुन्छ कि सबै बिग्रिएको छ, तर त्यो एक क्षणका लागि तिमी सबै बिर्सिन्छौ। बस त्यो एक क्षण नै काफी हुन्छ। पछि हानु भन्छ, धेरै दिन भयो हामी नजिक आएका छैनौँ। माहौल बदलिन्छ, दुवै मुस्कुराउँछन्, लुगा खोल्न थाल्छन्, तर चिसो। कोठामा हिटर छैन, यति चिसो कि सासबाट बाफ निस्किरहेको देखिन्छ। दुवै काँप्न थाल्छन् अनि जोडले हाँस्छन्। भन्छन्, छोड न, बसन्तमा गरौला। गरिबीले तिम्रो शरीरबाट मात्रै होइन, तिम्रो प्रेमबाट पनि चिजहरू खोज्छ। हानु गएपछि मिसो भुइँमा बस्छे, अगाडि नोटबुक, पेन्सिल, अनि सुरु हुन्छ त्यो काम जुन ऊ हरेक रात गर्छे, हिसाब। भाडा, खाना, बस भाडा, औषधि, चुरोट, विस्की, एक पैसा गन्छे, लेख्छे, जोड्छे, घटाउँछे। उसको जिन्दगीको एउटै उद्देश्य छ, ऋणमा नडुब्नु, कहिल्यै कसैको एहसानमन्द नहुनु, जे छ त्यसैमा गुजारा गर्नु। अनि ती सबै खर्चपछि जे बाँकी रहन्छ त्यो जान्छ उसका दुई चिजहरूमा, विस्की र चुरोट। हानु बाहेक बस यही दुई चिजहरूले उसलाई जीवित महसुस गराउँछन्। तर एउटा अर्को कुरा पनि छ, मिसोलाई एउटा जेनेटिक रोग छ, जन्मजात। उसले हरेक दिन औषधि खानुपर्छ। यदि छोडिदियो भने कपाल सेतो हुन थाल्छ। बिस्तारै मानव जिन्दगीको रङ हराउँदैछ, त्यसैले त्यसको पनि हिसाब राख्नुपर्छ। औषधिको पैसा छुट्टै। त्यही रात घरमालिक ढोका ढकढकाउँछ, भन्छ भाडा बढ्नेछ, 5 लाख वन बढी। मिसोलाई लाग्छ जमिन खस्कियो। अलिकति समय दिनुहोस्, तर घरमालिक भन्छ 5 वर्षदेखि बढाएको छैन, अब रोक्न सक्दिन। 5 लाख। भाइ, जसका लागि चुरोटको मूल्य बढ्नु आँधी हो, उसका लागि 5 लाख भाडा बढ्नु भूकम्प हो। अर्को बिहान मिसो एउटा हेयर सेलुन जान्छे, एउटा घरकी मालिकिनलाई भेट्न, जसले हाउसकिपर खोजिरहेकी थिइन्। ती महिलाले मिसोसँग केही बेर कुरा गर्छिन्, उसको बेफिक्र शैली मनपर्छ र तुरुन्त काममा राख्छिन्। भन्छन्, दिनको 45,000 वन मिल्नेछ, तर काम राति गर्नुपर्छ। म साँझ 7 बजे काममा जान्छु। मिसो बिना हिचकिचाहट मान्छे, पैसा चाहिएको छ, बस। अर्को दिनदेखि काम सुरु। मिसो चुपचाप सफाई गर्छे, हरेक कुनामा हरेक चिजमा ध्यान दिन्छे। भुइँ पुच्छे, धुलो सफा गर्छे, सामान मिलाउँछे। काम गर्दै गर्दा उसको नजर एउटा तस्विरमा पर्छ, कुनामा लुकाइएको घरकी मालिकिनको ग्रेजुएसन फोटो। तस्विरमा ती महिला चम्किरहेकी छिन्, आशाले भरिएकी, उज्यालोले भरिएकी। मिसो उसलाई हेर्छे, एकछिन रोकिन्छे, फेरि काममा लाग्छे। केही बोल्दिन, बस हेर्छे। काम सकाएर मिसो सिधै बाहिर जान्छे। सधैँ झैँ महँगो विस्कीको एक गिलास, एक्लै बसेर मौनतामा। बाहिर सडकमा मानिसहरू उल्टो गन्ती गरिरहेका छन्। नयाँ वर्ष आउँदैछ। 10, 9, 8